रक्सी नखाउँ भन्दा खाउँ भन्नेको मनको रहर, साथीको पनि कर स्वास्नीले पेट्ली भन्ने डर, अहिले पुग्नै पर्छ घर। आहा, एउटाले माग्नेसँग भन्छ तिमी यसरी दिनभरि कसरी कराइ बस्छौ। भिखारीले के भन्छ भने भाइ म कहाँ कराउँछु, मेरो त टेप रेकर्ड पो बोली राखेर बस्छ त। तिमी मेरो फिल्ममा काम गर्छौ? अफ कोर्स गर्छु, के गर्नुपर्छ? त्यस्तै केही पनि होइन, नजिक गएर उभिने हो। फिल्मको नाम के हो? भैँसी पानीमा गई भन्ने फिल्म हो। बाँच्दिन, म त मर्छु। म पनि मर्छु। म त बिरामी हुँ, क्यान्सर भएको छ। तर तपाईँ चाहिँ कसरी मर्नुहुन्छ? म यति धेरै खुसी त सहनै सक्दिन, त्यही भएर। एउटा मान्छेले खेतीवालालाई, खेतीको धनीलाई, यदि म तपाईको यो खेतको कामलाबाट जान पाएँ भने 7 बजेको बस भेट्न सक्छु, मलाई जान दिनुस् न भन्छ। अनि खेतीवालाले भन्छ हुन्छ जानुस् न, तर कतै मेरो घरको कुकुरले तपाईलाई देख्यो भने 6 बजेको गाडी पनि भेट्नुहुन्छ। एउटा पहलमानले, बडी बिल्डरले घडी पसलमा गएर साउजीसँग भन्छ यो घडी ठिक गर्न कति पैसा लाग्छ साउजी? अनि घडीवालाले भन्नुहुन्छ जतिमा लिनु भएको छ त्यसको आधा लाग्ने छ। अनि पहलमानले भन्छ मैले त यो 2 मुक्का दिएर लिएको, ल ठिकै छ नि त, 1 मुक्का खानु न तपाईँ रे के। विचार अचेलको छोरा कस्तो, मान्छे नङ्ग्र्याउने भालु जस्तो, टाउकोमा छ गुन्द्रुके केश र गाउँछ उसले पश्चिमी वेश। यो लेख्नु भएको छ ध्रुव राईले। एउटा पागलले हैन खाली पेपरमा किस गरिरहेको थियो बारम्बार। अनि अर्को पागल आएर यो के हो भनेर सोध्छ। अनि पहिलो पागलले भन्छ लभ लेटर हो। अनि दोस्रो पागलले भन्छ तर यो त खाली छ त। अनि पहिलो पागलले भन्छ हैन आजकल मेरो उनीसँग बोलचाल बन्द छ के, त्यही भएर लभ लेटर खाली छ अरे के। एउटा महिलाले ट्राफिक नियम तोडेर बाटो काटिरहेको हुन्छन् हैन, जेब्रा क्रस नभएको ठाउँबाट पनि बाटो काट्छिन्। अनि पुलिसले भन्छ कि रोक्नुस् दिदी रोक्नुस्। अनि त्यो महिलाले भन्छ कि मलाई जान दिनुस्, म एउटा टिचर हुँ। अनि त्यो पुलिसवालाले भन्छ आहा म यो दिन कहिलेदेखि पर्खेर बसेको थिएँ, कति वर्ष लाग्थ्यो। ल चल्नुस्, अब यहाँ लेख्नुस् कि 100 चोटिमा कहिले पनि ट्राफिक सिग्नल तोड्ने छुइनँ, 100 चोटि लेख्नुस्। यदि कोही विवाहित पुरुषले म 1-2 दिन सोचेर अनि जवाफ दिन्छु नि भन्यो भने उसको कुरो पत्याउँदै नपत्याउनु, किनकि उनले त 1-2 दिन सोच्नको लागि भनेकै होइन। यसको मतलब यो हुन्छ कि म मेरो घरमा बुढीसँग सोध्छु अनि बुढीको अनुमति पाएँ भने हुन्छ नि त भन्न खोजेको हो के। संसारको सबैभन्दा इमान्दार मान्छे त्यही एउटा पानवाला हो, किनकि पानवालाले मात्र जहिले पनि सोध्छ कि चिना लगाऊ भनेर, नत्र त अरू सबै नसोधिकन चिना लगाउने नि हुन्न हामीलाई। एउटा मान्छे बस चढेको हुन्छ अनि उसले बसको कन्डक्टरसँग भन्छ मलाई बिहान 4 बजे नै हेटौँडामा उठाइदिनु है, म उठिन भने जबरजस्ती पानी छापेर भए पनि खनाएर भए पनि मलाई बसबाट उतारिदिनु है भन्छ। बिहान 10 बजे भइसकेको हुन्छ अनि त्यो मान्छे बिउजिँदाखेरि झापा पुगिसकेको हुन्छ कि, हेटौँडा सबै कटिसकेको हुन्छ। उसले एकदमै रिसाएर त्यो बसको कन्डक्टरलाई गाली गर्न थाल्छ कि तिमीलाई झन् अघि नै भनेको, हिजै भनेको थिइनँ 4 बजे बिहान जसरी घरमा उठाउनु, पानी खनाएर उठाउनु निकाल्नु भनेर। त्यो पुरा रिसाउँछ, त्यही पनि त्यो कन्डक्टर चुपचाप सोचेर बसेको हुन्छ है। अनि त्यो मान्छेले कन्डक्टरलाई सोध्छ हैन मैले तिमीलाई यति धेरै गाली गरिसकेँ तर तिमी किन चुपचाप लागेर बसेको छौ, कस्तो गाली खप्न सक्ने रहेछौ भन्छ हैन। अनि त्यो कन्डक्टरले जवाफ दिन्छ कि होइन म यही सोचिरहेको छु कि मैले बिहान 4 बजे जबरजस्ती उठाएर गाडीबाट बाहिर उतारेको मान्छेले मलाई कति गाली गरिरह्यो अहिले सोचिरहेको छु भनेर भन्छ कि। कन्डक्टर जोक्सहरू सुनिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। अनि मेरो च्यानल सब्स्क्राइब गर्ने सबैजनालाई आई लभ यु सो मच, थ्याङ्क यू।